मणिमुर भलिबल क्लब इन्डो नेपाल क्लब च्याम्पियनसिप 2082 को फर्स्ट सेमिफाइनल गेम गुजरात वर्सेस गण्डकी प्रदेश। सर्भिसमा गण्डकी सर्भिस गुजरातलाई स्पाइक राउन्ड थियो तर बाहिर, जसको फाइदा गुजरातलाई। स्कोर 2-1। विष्णु छेत्रीको स्ट्राइकमा गुजरातले ब्लक गरेको छ, यसको फाइदा गुजरातलाई। 3-1 सर्भिसमा गुजरात। सर्भिस आउट 2-3 जित्न पर्छ कसले फेरि गण्डकीले गण्डकीले हामी त अब नेपालीहरू चाहिँ गण्डकीलाई हेल हामी त गण्डकी भयो, सिङजाकै भयो। सपोर्ट खेलमा हाम्रा स्वयंसेवक भाइ किरण खड्का थियो, 5% धेरै। कृपया दाजुलाई कोचीको व्यवस्था गर्नु होला है। विष्णु छेत्रीको मिठो स्पाइक, फाइदा गण्डकीलाई। 3-4 सर्भिसमा विश्वास छेत्री, विश्वास अधिकारी। Gujarat 5, Gandaki Province 3. मिठो स्पाइकमा गण्डकीलाई 4-5 सर्भिसमा अशोक श्रेष्ठ गण्डकीबाट। गण्डकीको सर्भिसमा गुजरात। गण्डकीलाई हुटिङ आइरहेको छ ल साथीहरू। मार दिया Gujarat 7, Gandaki Province 5.
विष्णु छेत्रीको मिड स्पाइकमा नम्बर गण्डकीलाई 6-7 सर्भिसमा गण्डकीका इन्द्र विक विष्णु छेत्रीको मिड स्ट्राइकमा नम्बर गण्डकीलाई 7-8 सर्भिसमा गण्डकीका यतिखेर हामीमाझ जिल्ला भलिबल सङ्घ रूपन्देहीका अध्यक्ष आदरणीय व्यक्तित्व सुरेन्द्र कुमार साक्यज्यूको आगमन भएको छ। सरलाई म परिचय सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी न्यू होराइजन इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुल प्राचार्य आदरणीय गुरु नम्बर गण्डकीलाई लोकनाथ उपाध्यायजीको आगमन भएको छ। सरलाई म परिचय सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी लुम्बिनी प्रदेश पौडी सङ्घका अध्यक्ष एवं मेसी क्लबका अभिभावक हुनुहुन्छ आदरणीय व्यक्तित्व टेकबहादुर थापाज्यूलाई म परिचय सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी म जिल्ला भलिबल सङ्घ रूपन्देहीका सदस्य महेश खनालजीको आगमन भएको छ। सरलाई म परिचय सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। यसै गरी सन्तनगर वन विहार तथा अनुसन्धान स्पाइकसँगै फाइदा गुजरातलाई नम्बर 10 तिमलाल पाण्डेजीको आगमन भएको छ। म सरलाई परिचित सँगसँगै अतिथि आसन ग्रहणको निमित्त हार्दिक अनुरोध चाहन्छु। अशोक श्रेष्ठको स्पाइकमा फाइदा गण्डकीलाई नम्बर 9 गुजरात 10 अहिले हान्छ गलकोटबाट होइन पहिला गलकोट ल्याएको थियो मिड स्पाइकमा फाइदा गुजरातलाई आज हाम्रो हरेदेखि के आएन हरेको त हाम्रो गेटमा रहनुभएका मित्रहरू कृपया दर्शकबिन महानुभावहरूलाई हेलमेट भित्र ल्याउन नदिनु म अनुरोध गर्न चाहन्छु। हामीले अत्यन्तै सुरक्षित पार्किङ क्षेत्र छुट्याएका छौँ। इभन त्यहाँ सिसिटिभी पनि जोडान गरिएको छ। यहाँको सवारी साधन कहीँ कतै हराउनु छैन। ढुक्कैका साथ पार्किङ गराउन पनि हामी हार्दिक गर्न चाहन्छौँ। इन्द्र विकको स्पाइकमा फाइदा गण्डकीलाई 7-12 SCG 13, GND 10.
G11 versus G13. इडली डोसालाई मार त मोमोले लाइन टच सर्भिसमा लाइन टच जसको फाइदा गण्डकीलाई गण्डकीका इन्द्रजीका सर्भिसमा हुनुहुन्छ भने नम्बर 12-14 यो त केटाकेटी खेले जस्तो भयो यार यो खेल त। Versus G15, G13. G13 versus G15. Versus G16, G13. हेर्नु जस्तो इन्ट्रेस्ट खेलै भएन त्यो उताकाले फ्याट्टा मारेको थियो त्यहाँकाले फ्याट्टा G14 versus G16. बाहिर के अरे सक्सेसफुल स्ट्राइकमा फाइदा गण्डकीलाई नम्बर इक्वल 16 इक्वल सर्भिसमा विष्णु छेत्री बराबर खेलेन हो भने गयो उति देख्न सक्नुहुन्छ रमाइलो हुटिकै हो त होमलेस गराउने इनका यसपछिको दोस्रो सेमिफाइनल खेल अत्यन्तै विदेशी खेलाडीबाट सुसज्जित भलिबल क्लब र त्रिभुवन आर्मी क्लब काठमाडौँ जो 9 मणिमुकुन्द कपका खेल सुरु भइसकेको छ साथीहरु समेत विदेशी खेलाडी सुसहित भन्यो कि त्यो त नभन्दै त भइहाल्यो कि किन भन्नु नेपालकै चर्चित टिम गण्डकी प्रदेश भलिबल संघ र साइड भलिबल एकाडेमी गुजरात बीच पहिलो सेटको 17-16 गण्डकी 17 साइड भलिबल एकाडेमी 16 भइरहेको छ। यदि दर्शकबिन महानुभावहरू कोही बाहिर हुनुहुन्छ भने कृपया यथाशीघ्र टिकट काटी आफ्नो सिट सुरक्षित गरिदिनु न हामी हार्दिक अनुरोध चाहन्छौँ।
तातेको छ है साथीहरू, तातेको छ ल। गण्डकी की जय। खेलाडी हो नि त, बल यता गाउनु पर्ने, बल यता गाउनु पर्ने, त्यो त आउट भएको खेलाडी हो नि त। तर बल चाहिँ अहिले यता गाउनु नेममा त्यो हुनुपर्छ कि गोजरो लागेर यता आउनुपर्छ। Represented by Peter, just number 19, just number 17 out. ब्लक ब्लक Versus 19, Gianni 18. गेम एकदमै कम्पिटिसन भइरहेको छ साथीहरू। Gandaki province, jersey number 1 out, jersey number 9 in, jersey number 7 out, jersey number 2 in. सर्भिस Academy, Gujarat, 30, Gandaki province 19. ढोकला हो कि यिनीहरू खान्छ गुजरातले, ढोकला खान्छ के खान्छ यिनीहरू, गुजरातको ढोक्लै होला। झुम्रे किन्ने Gandaki province 21, Academy, Gujarat, 30. This was written by Academy, Gujarat, jersey number 27 in, jersey number 13 out. साँपले काला नि घर खोज्दै आउँछ नि त्यस्तै हो। 21 विषय ल। गण्डकी 21 है है टिकटकमा भेट भएको थियो कि जुम मारौँ त मैले टिकटक स्कोर खाइदिएको कान्छालाई। जुम जुम फोकस फोकस क्यामेराम्यान फोकस जुम हुन्न यार। क्यामेराम्यान ल आदरणीय जिम्मेवारलाई फोकस गरिदिनु हार्दिक अनुरोध गरिन्छ। जहिले त थियो त्यही लागि पर्नु पर्यो। Gandaki province 22, Academy, Gujarat, 31. विष्णु क्षेत्रको मिठी साइकमा नम्बर गण्डकीलाई 22-21। तातेको छ है साथीहरू, तातेको छ। सेमी फाइनलको फर्स्ट सेट हेरौँ कसले जित्ने हो।
भएको छ 23 स्टार जितेको 21 Second corner by Star Representing Gujarat in first set. ल गण्डकी तातेको छ है साथीहरू सेकेन्ड इन्ट्री बल यतिखेर हामी बाज एक्सपोर्ट एजुकेसन भिजा सर्भिसेस बुटोल जसले हामीलाई गत संस्करण सँगसँगै यो 10औं संस्करणमा पनि तेस्रो पुरस्कार सञ्चालन गरेको छ। उक्त संस्थाका प्रबन्ध निर्देशक आदरणीय व्यक्तित्व शङ्कर सापकोटाज्यूको आगमन भएको छ। परिचित सँगसँगै अतिथि आसन गर्ने निमित्त हार्दिक अनुरोध चाहन्छु। Jersey number 13 in jersey number 27 out. लास्ट पोइन्ट ल गण्डकीको फर्स्ट अन्तिम अङ्क 24 सर्भिस हुन्छ इन्द्रविका। ल है साथीहरू तातेको छ है कसले जित्यो हेरौँ है। विष्णु छेत्रीको जोरदार प्रहारमा गण्डकीले फर्स्ट सेट आफ्नो पक्षमा पारेको छ। 21 को विरुद्धमा 25 अङ्कले निकाल्दै गण्डकीले पहिलो सेट हात पारेको छैन साथीहरू। हेरौँ दोस्रो सेट कसले हात पार्छ।